हेलो गाइज, बर्सातको मौसम छ अनि बर्सातको मौसममा यसरी हिँडिरहेको छु। यतापट्टि यस्तो छ भ्यू हेर्न सक्नुहुन्छ है, चट्ट लाएर बबाल। अब म चाहिँ त्यहाँ माथि फार्म स्टे जान्छु अनि फार्म स्टेबाट माथि तरकारी लिनुको लागि बजारसम्म जान्छु। मैले चाहिँ यतिखेर यो गाउँहरूको भिडियो लिने है काम पुरा गरेको छु र म चाहिँ अब यहाँ दाप्चा लाग्दैछु। यहाँबाट फार्म स्टे जान्छु। दिस इज द वे अफ द कन्डिसन। यता हेर्न सक्नुहुन्छ बाटो यहाँनिर हेर्नु होइन। अब त्यहाँबाट हेर्दाखेरि त त्यति नर्मलै लाग्छ, तर यो हिलोभित्र यहाँ छिरिसक्यो है। अलिकति अगाडि गयो भने डेन्जर चिज छ। यहाँबाट यस्तो भुवाङ छ, यहाँ पुरै पल होइन ड्याम। यहाँबाट झऱ्यो भने मान्छे गयो, पुरै बाटो बिग्रेर यस्तो भइरहेछ। यहाँनिर हिँड्ने ठाउँ पनि छैन थोरै पनि। अनि यताबाट बच्चाहरूलाई स्कुल जाने बच्चाहरू आउँदाखेरि यहाँबाट चिप्लेर यहाँ लड्यो भने त मर्छ बच्चाहरू। कोदोको झोल एकदमै घरमै खानलाई बनाएको औषधिको लागि दङ्गल यसलाई चेस। ल गाइस, यतिखेर चाहिँ 8:30 भइसकेको छ र यहाँ अङ्कलहरू 2जना हुनुहुन्छ। यहाँ आजको बर्थडे पनि सेलिब्रेट गरेर सकाइसक्यौँ। अब चाहिँ म घर जाने छाटकाटमा छु। यतापट्टि अङ्कलहरू इन्जोय गरेर हुनुहुन्छ अनि म पनि एकदम इन्जोय गरेँ। म एकदम जतिखेर पनि इन्जोयमा हुने मान्छे। अङ्कल मस्त रमाइलो। आजको मेरो कन्टेन्टको उद्देश्य चाहिँ यही हो, हामी आनन्दित हुनुपर्छ, यसरी रम्नुपर्छ, नाच्नु गाउनु मस्त रहनु, बस जिन्दगी यही हो होइन। दुःख सुख त भइहाल्छ नि। ल गाइज, नेक्स्ट भिडियोमा भेटौँला। आजको लागि चाहिँ यति नै भयो। म अब घर जान्छु। राति म भिडियो सुरु गर्ने कुरा भएन। गाइज नेक्स्ट भिडियोमा भेटौँला, बाई।